जेनजी आन्दोलनले अस्त व्यस्त बनेको सडकलाई महानगरको सहारा। ट्राफिक व्यवस्थापनमा महानगरपालिकाले जुन कोनहरू ल्याउनु भएको थियो कोनहरूलाई कसरी व्यवस्थापन गर्ने हेरेर काठमाडौँ महानगरपालिकाले मिलेर लागिरहेका छौँ। दायाँ बायाँ एक्सिडेन्ट हुनुबाट बचत भयो, मान्छे जनताको सुरक्षा भयो। राम्रो काममा चाहिँ सबैले खुट्टा तान्ने प्रवृत्ति बढी नै हुन्छ। राम्रो काम गर्दाखेरि चाहिँ अलिअलि गालीहरू खाइन्छ, तर पछि मान्छेले चिन्छ नि त भन्ने लाग्छ मलाई चाहिँ। महानगरपालिका क्षेत्रभित्र लगभग 2500 वटा कोनहरू चाहिँ हामी लगाउने कोसिसमा छौँ। जुन जेनजी आन्दोलनमा चाहिँ सबै बाटोहरू चाहिँ भएको थियो नि त, बाटोमा राखेका ट्राफिकका पोस्टहरू सबै भत्काउने क्रमहरू थिए होइन। त्यसमा चाहिँ अब यो राखेर बालन शाहले गर्नुभएको काममा एकदम राम्रो काम छ। दर्शकवृन्द, सिंहदरबार जल्यो, सँगसँगै जल्यो सिंहदरबार वरिपरिका संरचनाहरू पनि, र त्यसमा यो डिभाइडरहरू जुन ट्राफिक नियम पालनका लागि सवारी चालक र सवारी चालकहरूलाई नियमन गर्नको लागि जुन डिभाइडरहरू राखिएको हुन्छ, ती डिभाइडरहरू पनि छेदविच्छेद भए। यति बेला बालेन शाहको नेतृत्वमा रहेको काठमाडौँ महानगरपालिकाले यति बेला पहिलो चरणमा 2500 वटा डिभाइडरहरू चाहिँ ट्राफिक प्रहरीलाई सहयोग गरेको छ। अस्ति चाहिँ हाम्रो सबै सामाजिक संरचनाहरू सबै भत्की, त्योमा चाहिँ सबै दुखित भयो है। अब चाहिँ बिस्तारै जे भयो त्यो एउटा घटना थियो, अब चाहिँ त्यो नदोरियोस्, राम्रो होस्। सोच्ने मान्छेले त नराम्रो सोचिहाल्छन् होइन। उहाँले गर्नुभएको अब विभिन्न ठाउँमा कामहरू राम्रै गर्नुभएको छ अहिलेसम्म चाहिँ, त्यस्तो नराम्रो प्रतिक्रिया त अब त्यसमा एक दुईजना त भइहाल्छन्, त्यो खुट्टा तान्ने मान्छे भइहाल्छ। त्यही खुट्टा तान्नाले गर्दा हाम्रो देश अहिले यो हालतमा पुगिरहेको छ होइन। जस राम्रो गर्नुभएको छ। दर्शक पनि देख्न सक्छौँ हामी उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी आफै